गन्ध अक्षता पत्र पुष्पाणि समर्पयामि विद्यं समर्पयामि दीपनारायणाय नमः नमः कमलनाभाय नमस्ते दर्शायिने नमस्ते केशवानन्द वासुदेव नमस्ते वासुनाथ वासुदेवस्य वचितं भुवनत्रयं सर्वभूतनिवासोऽसि वासुदेव नमस्ते शुभमवतु कल्याणम् आरोग्यं सुखसम्पदा सर्वसन्ति विनाशाय दीपज्योति नमस्ते दीपनारायणाय नमः आवाहनं समर्पयामि कलशदेवताभ्यो नमः आसनं समर्पयामि गन्ध अक्षता पत्र पुष्पाणि समर्पयामि कलशदेवताभ्यो नमः गाउँको आसन राखेर चाहिँ कसरी बस्नु विष्णु कण्ठ समासिता ब्रह्मा कुक्षुतु सागर शब्द सप्तै वसुन्धरा समासिता कलशदेवताभ्यो नमः स्वं समर्पयामि आवाहनं समर्पयामि दीपनारायणाय नमः आसनं समर्पयामि गन्ध अक्षता पत्र पुष्पाणि समर्पयामि नानाविध नैवेद्यं समर्पयामि समर्पयामि नमस्कार बुलबुली राख्दिनु बलदारु वसम मसदम सकम विनाशकम एउटा फुल चढाइदिनु न पर्छ त्यसकै मान्यता हुन्छ आज चाहिँ छिटो गर्नु पर्यो हाम्रो काम सुरु भइसक्यो सबै देख्नु फोटो मेरो राम्रो निकाल्दिन भन्नु भएन मलाई ट्याग गर्नु न सबले लाइभ गर्नु यो मोबाइल लोड ज्ञानी ज्ञानी च पापानि जन्मान्ता कृतानि च तानि सर्वाणि नश्यन्तु प्रदक्षिणा पदे पदे तदेव लग्नं सूर्यं तदेव ताराबलं चन्द्रबलं तदेव विद्याबलं दैवबलं तदेव लक्ष्मीपतिर्निस्मरामि मङ्गलं भगवान् विष्णु मङ्गलं गरुडध्वजा मङ्गलं पुण्डरीकाक्ष मङ्गलाय तनो हरि स्वस्ति न इन्द्रो वृद्धश्रवाः स्वस्ति नः पूषा विश्ववेदाः स्वस्ति नः अरिष्टनेमिः स्वस्ति नो बृहस्पतिर्दधातु अग्निजिह्वा मनवः सूरचक्षसो विश्वेनो देवा वसागमन्यः मङ्गले विधिश्याम देवा भद्रं पश्येमाच्छवित्रजत्राः स्थिरैरङ्गै तुष्टुवांसस्तनु विद्वसे महिदेव हितं जदायुः देवो शान्तिरन्तरिक्षं शान्ति पृथिवी शान्तिरापः शान्तिरोगदयः शान्ति वनस्पतयः शान्ति विश्वे देवाः शान्ति शान्ति सर्वं शान्ति दुईटै गर्दैछु शान्ति श्यामा शान्ति तपाईँ अघि त निक्लिरहनु भएको कसको राजाधिराजा भन्ने आउँछ तँलाई राजाधिराजाय प्रसीयसायिने नमो वयं वै श्रवणाय कुर्महे समे कामान् कामकामाय मह्यं राजाय विद्महे स्वस्ति श्री सामुदायिक मन्दिर पहिले विद्यालयमा पढ्न लाग्थ्यो नि त विद्यालयमा
जसले विद्यालय पढेछ नि यिनीहरूले यो स्वस्ति वाचन राम्रो गर्छन् क्या कसले हेर्दै हुन्छ स्वस्ति श्री साम्राज्यम राज्यम महाराजाधिपति भन्दै यता हान्नु दिदी कविता दिदी यता हान्नु मलाई अलिकति थोरै उकाउन आउँछ त्यति हो मलाई तेल सामान्य भाँडा बिर्को दिने भुक्न थाल्नु हो त सबैतिर पो लगाइदिनु पर्छ पर्तिर हाम्रो माउलीहरू तर्सिन्छन् नै भाइ म चाहिँ तेल लगाइदिनु छ होला कपाल केही नगरे बस्दा चाहिँ कसरी मिलाउनु त्यस्तो एक बाटै तेल जाला यसकोमा जाँदैन एकपल्ट बिचरा पूजाले तेल लाग्दैन ओइ कुदुकुदु लाग्यो तेल लाग्दैन कति कुदुकुदु लाग्यो तेल नलागे पर्दैन यसो दिदी यस्तो काम लाउनु पर्ने रहेछ मेरोमा चाहिँ लगाइदिनु यहाँनिर के छ क्या त छानै छ कि भयो मेरोमा चाहिँ लगाइदिनु पानी पसिरहेको छ कानमा हो तिमीलाई कति भनाइ मात्र चाहिँ यो अलिक मजाले मालिस गर्छ कस्तो मजा आयो दिनु पर्यो दिदीले बारबार ट्रेनिङ दिनु भन अब ट्रेनिङ चाहिँ दिनु पर्यो बारबार आम्मामा के यस्तो अनि मैले तेल लाउने पारा भिडियो गरिरहेको छु भाइ हँ? म त हाई गरेको भाइ यस्तो नगर एउटा फोनमा लाइभ छ एउटा फोनमा भिडियो भइरहेछ मेरोमा भिडियो नगर धेरै भाइ भन्नु नि त अनि म हाई गरिदिनु थिएँ झन् फोन ढडेर चाहिँ यस्तो अरे दुईटा कहिले देख्नु भोक लागेन सबला ए भान्जीलाई देउ सबला ए भट ओ सबला कसको यसको त कर्ली छ नि त कहाँबाट लट्टा लट्टा जट्टा भएको छ कपाल टुप्पी